हेलो गाइस, यो चाहिँ हो मेलबर्नको नाइट भ्यू र यो नाइट भ्यू हेर्न जानको लागि आज मैले के गरेँ हेरौँ है त। सुरुमा त हेयर वासको लागि मैले फ्रेस्नोको कन्डिसनर र सेम्पू युज गरेँ। त्यसपछि चाहिँ वाइल्ड एन्ड ड्रमको बडी वास। आफ्टर द्याट मैले चाहिँ हल्का हेयर ब्लो ड्राई गरेर हल्का हेयर सेरम रिएप्लाई गरेँ। अनि त्यसपछि चाहिँ मैले यो जहिले पनि फेसमा प्रोडक्टहरू युज गर्नु अघि चाहिँ ब्लेन्डरले चाहिँ मजाले पखालेर राख्छु। अनि हाइड्रेसनको लागि चाहिँ मैले फेसमा चाहिँ राइस वाटर स्प्रे गर्छु। अनि त्यही ड्यामेज स्किनमा चाहिँ मैले स्नेल म्युसिन युज गरिराखेको हुन्छु है। भिटामिन सी चाहिँ युज गर्थेँ मैले। अब इभिनिङ टाइम भयो, मलाई चाहिँ त्यस्तो खासै युज गर्न मन परेन। अनि मोइस्चराइजर युज गरेँ। मोइस्चराइजर चाहिँ अहिले मैले क्यान्सर काउन्सिलकै युज गरिरहेको छु यहाँ अस्ट्रेलिया आएबाट। अनि राम्रै छ। मैले चाहिँ जहिले पनि यो अनि प्रोडक्टहरू स्किन केयर प्रोडक्टहरू जहिले पनि फेस एरिया प्लस नेक एरिया मा चाहिँ अप्लाई गर्छु। नेक एरिया पछि चाहिँ कानतिर पनि अप्लाई गरिराखेको हुन्छु है। किनभने नेक एरियामा चाहिँ स्पेसली किन गर्नुपर्छ, हामी केयरलेस गर्छौँ। खासमा अब हाम्रो रिङ्कलहरू एजिङ हुँदै गएपछि चाहिँ रिङ्कलहरू बस्ने भनेको नेक एरियातिरबाट ओके। द्याट्स वाइ मैले चाहिँ नेक एरियामा पनि फोकस गरिराखेको हुन्छु। अनि इभिनिङ टाइम भएको हुनाले चाहिँ मैले सनस्क्रिन चाहिँ स्किप गरेर अहिले हल्का लाइटको लागि चाहिँ बिबी क्रिम अप्लाई गरिरहेको छु। बिबी क्रिम अप्लाई गर्दाखेरि चाहिँ जहिले पनि मैले हल्का प्रोडक्ट हातमा लिएर हल्का फिङ्गरले रब गरे जस्तै गर्छु। अनि त्यसपछि आफ्टर द्याट फेसमा अप्लाई गर्छु मजाले। जुन एरियातिर लाउने हो हातले नै मलाई चाहिँ कम्फर्टेबल लाग्छ, सो हातले नै अप्लाई गर्छु। कहिलेकाहीँ ब्रसहरू युज गर्ने हो। अनि त्यसपछि अप्लाई गरिसकेपछि चाहिँ ब्लेन्डरले चाहिँ मजाले त्यो ड्याम गर्छु मैले है। अनि मैले यो भिडियो चाहिँ रिअपलोड किन गरेको भन्दाखेरि मेरो पुरानो भिडियोमा चाहिँ क्वालिटी एकदम नराम्रो आयो। मेरो बहिनीले, मेरो साथीहरूले भन्दाखेरि पनि कस्तो त्यो तैँले भिडियो त अपलोड गरेछस् तर क्वालिटी चाहिँ कस्तो नराम्रो आएको भनेर चाहिँ। अनि मलाई चाहिँ फेरि ल ठिक छ, फेरि अपलोड गरिहालौँ न, के भएको छ, भिडियो अलरेडी छँदैछ भनेर मैले चाहिँ अपलोड गरेको। त्यो पहिला चाहिँ मैले क्यापकटबाट एडिट गरेर अपलोड गरेको थिएँ कि। अनि त्यहाँबाट चाहिँ क्वालिटी कस्तो नराम्रो आएको थियो। त्यहाँबाट अब सब्सक्रिप्सन लिनुपर्छ नि त, अब त्यो त मैले लिएको छैन, त्यही कारणले हो। अनि मैले चाहिँ बिबी क्रिम हातले मजाले अप्लाई गरिसकेको चाहिँ ब्लेन्डरले बल्ल ड्याम गर्ने हो। ब्लेन्डरको गति त खत्तम भइसकेको छ, नयाँ ब्लेन्डर किन्नु पर्ने भएको छ। आज चाहिँ म त्यही स्किन केयरको प्रोडक्टहरू के राम्रो लाग्छ अलि हेर्छु भनेर गएको हो, जान आँटेको सरी। अनि के किनेँ मैले, म चाहिँ नेक्स्ट भिडियोमा हाल्छु किनभने यो भिडियो चाहिँ एकदम लेन्थी हुन गएको छ कि। अब मेरो फर्स्ट ट्राई हो यसरी बनाएको, मलाई एकदम मिहिनेत पनि लागेको छ। केही छैन, जो साथीहरूले हेरिराख्नु भएको छ धेरै धेरै धन्यवाद। अब त्यस बिबी क्रिम अप्लाई गरेपछि अब डार्क सर्कल छ आँखामा, आँखा अन्डर आई ढाक्नु परिहाल्यो। सो द्याट हल्का एप्लाई गरेँ। अनि यसको लागि चाहिँ मैले सानो खाले ब्लेन्डर युज गर्छु कि। सानो खाले ब्लेन्डरले चाहिँ अलि सजिलो हुन्छ, त्यही भएर चाहिँ सानो ब्लेन्डर नै कम्फर्टेबल लाग्छ मलाई चाहिँ ब्लेन्ड गर्न। यो यसको लागि चाहिँ हेर्नु गाई जस्तो आयो त्यस्तै बनाएँ। मेरो भोइस कस्तो आएको छ होला, मेरो भिडियो कस्तो भएको, लाइटनिङ पनि प्रोपरली छैन, केही भएन, ट्राई गर्दै जाने हो। मान्छेको फर्स्टदेखि नै राम्रो हुन्छ भनेर मैले चाहिँ स्टार्ट गरेको। हेर्नु अब धेरै धेरै धन्यवाद हेरिदिनको लागि। मैले चाहिँ अब आई प्यालेट चाहिँ मैले वहीँदेखि लिएर आएको थिएँ र अनि त्यही आई प्यालेट युज गरेँ। अनि आई लाइनर त ओहो सबभन्दा गाह्रो लाग्ने मलाई आई लाइनरै हो कि। अनि हल्का ब्लसले टचअप, लिप लाइनर, लिपस्टिक, अनि लास्ट र फाइनल लुक म अपलोड गर्छु। अनि नेक्स्ट भिडियोको लागि वेट गर्नुहोस्, मैले के प्रोडक्ट किनेँ, कतिमा किनेँ सब देखाउनेछु। थ्याङ्क